नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा अनि वेलकम ब्याक टु माई युट्युब च्यानल चुला राई ब्लग्स। अनि यहाँ चाहिँ हामीहरू है घुम्नको लागि जाँदै थियौँ। मैले तपाईलाई त्यहाँ पनि वेलकम गर्दै थिएँ। अनि यसरी हामी चाहिँ अहिले भर्खर घरबाट निस्केर गयौँ है। त्यो जग्गा चाहिँ म तपाईलाई देखाउँछु बादमा भनेर भनेको थिएँ। अनि गए अनि त्यो जग्गामा हामी पुग्यौँ। त्यो जग्गामा हामी पुगेर तपाईलाई यसरी म यहाँको नजारा देखाउँदैछु। हेर्नु कति दामी नजारा छ यहाँनिर। तल देखिरहेको चाहिँ सबै गोरुबथान हो है। अनि हामी चाहिँ गोरुबथानीको माथि लाभा जाने रोडमा गयौँ। अनि रोडहरू हेर्नुहोस् यति दामी रोड छ। टर्निङ भएको रोड यति दामी चाहिँ सबै रोड काटेर हामी यहाँ माथि आएर चाहिँ हामीले है तपाईलाई योको भ्यू देखाउँदै थिएँ हैन। अनि यसरी त्यहाँबाट देखाएँ। त्यहाँबाट यता गएर हामी त्यहाँबाट मैले तपाईलाई त्यहाँबाट देखाएँ। अनि यहाँनिर चाहिँ यति चिसो सिरिरी हावा चलिरहेको थियो है। घाम लागे पनि यहाँनिर चाहिँ चिसो हावा चल्यो थियो। शीतल भइरहेको थियो। यति मजाको वेदर भइरहेको थियो। घाम लागे तापनि शीतल चिसो हावा है चाहिँ दामी छ। आउनु भयो भने एकदम राम्रो छ। अनि त्यहाँबाट गएर चाहिँ हामी तल गोरुबथानको सोमबारे बजारमा पस्यौँ है। र यो बजार चाहिँ म कहिले पनि गएको थिइनँ। अनि हिजो चाहिँ म फर्स्ट टाइम यो सोमबारे बजार गएँ। अनि यहाँनिर पसेर मैले के रहेछ कस्तो रहेछ भनेर हेर्दै थिएँ हैन। म त गएको थिइनँ कहिले पनि। भाइ चाहिँ गएको थियो, मेरो दिदीको छोरा। मेरो छोरै भनिदिउँ न, मेरो दिदीको छोरा। उसलाई चाहिँ मैले भनेको थिएँ अगाडि हिँड्न, मलाई देखा कता कता जानुपर्ने भनेको थिएँ है। अनि यहाँ चाहिँ हामीहरू घुम्यौँ मात्रै। हेर्नुहोस् लुगाको दोकान मात्रै, तलसम्म लुगाकै दोकानहरू मात्रै थियो। लुगाहरू दामी दामी थियो है, मजाको थियो। अनि यहाँनिर चाहिँ हामी एकछिन घुम्यौँ यहाँभित्र है। अनि भाइले एउटा टी सर्ट हेर्छु भन्दै थियो। अनि हामीले हेऱ्यौँ यहाँ गएर है। अनि हामी परसम्म गयौँ। यहाँ पनि सबै लुगाकै दोकान मात्रै थियो। अनि त्यहाँबाट निस्केर चाहिँ हामी घरतर्फ लाग्यौँ। हाम्रो घर आउने बाटो चाहिँ जङ्गलको बिचमा पर्छ यो रोड। अनि यो रोडमा हामी यहाँनिर चाहिँ रेल गेट छ, एउटा रेल जाने बाटो। अनि यहाँनिर चाहिँ एउटा ट्रेन जाँदै थियो। त्यो चाहिँ एकदम ढिलो कुदिरहेको थियो है। हामी चाहिँ यहाँनिर बसिरहेको थियो गरमले है। नानीले चाहिँ गरम भएर जुस पनि खाँदै थियो, गलेर उत्रेको नि स्कुटीबाट। अनि हामी एकछिन बस्यौँ। अनि ट्रेन गएर हामी आयौँ हैन। अनि परबाट चाहिँ प्रवेश आउँदै थियो है। आजको भिडियो चाहिँ यति नै। बाई बाई सबैजनालाई। फेरि अझै नयाँ जग्गाहरू देखाउने कोसिस गर्नेछु। बाई बाई।